guys, welcome back to my new video. So I hope सबैजना सन्चै हुनुहुन्छ होला र अहिले चाहिँ म ठ्याक्क हैन रहेको छु र धेरै पछि भिडियो बनाइरहेको छु र आजको भिडियो हुनेछ तपाईको हैन होटल लाइनमा के कस्तो हुनेछ, के कस्तो काम गर्नुपर्ने हुनेछ हैन, त्यही हुनेछ र अहिले चाहिँ टक्क हैन म ड्युटी हिँडिरहेको छु र देख्न सक्नुहुन्छ भ्यू भने बवालै छ। मर्निङको अहिले ठ्याक्क 10 बजिसकेको छ र हैन चट्ट भ्यूहरू हेर्दै मजा लिँदै म चाहिँ ड्युटी हिँडिरहेको छु र सिधा हाम्रो यो चाहिँ होटल हो र सो हैन खुच्चे भाइ पनि आइरहेको छ। खुच्चे भाइसँग फेरि सोध्छु, खुच्चे भाइ के छ, सन्चै छ? यताको ल्याङ्ग्वेज चाहिँ अर्कै हुन्छ हैन, म चाहिँ नेपाली बोलिरहेको छु र कसैले केही बुझ्दैन कि यताको। सो देख्न सक्नुहुन्छ यता हाम्रो सोरुमहरू पनि बबालै छ हैन र अब चाहिँ म होटलभित्र घुम्न गइरहेको छु र यहाँ हाम्रो सर्भिस सेन्टर छ। यहाँनिर चाहिँ च्याट लाएर हैन महिन्द्राको सर्भिस सेन्टर केरलामा बिग्रिहाल्यो भने गाडी हैन टक्क सर्भिस गर्न यतै आउनुपर्ने हुन्छ तपाईँलाई। ल यही हो हाम्रो होटल चाहिँ कपाल किचन देख्न सक्नुहुन्छ र अब चाहिँ म होटलभित्र इन्टर भइसकेको छु र अब चट्ट जानुपर्छ। मर्निङमा मेरो चाहिँ पार्टी छ आज। पार्टीमा के कस्तो हुन्छ म तपाईँलाई थोरै देखाउने प्रयास गर्नेछु किनकि बिजी चाहिँ हल्का बिजी नै हुन्छ। अब पार्टी भनेपछि हल्का मिनिमम 200 प्याक्स छ र देख्न सक्नुहुन्छ यहाँबाट हैन यो चाहिँ हाम्रो ब्याक पार्किङ एरिया हो। चट्ट हैन अब जानुपर्छ यहाँबाट भित्र गइकन। सबै कुरा ठिक छ र यो चाहिँ हाम्रो ब्याक गेट हैन र मेरो चाहिँ ठ्याक्क हैन ड्युटी स्टार्ट भइसकेको छ। गेट रेडी टु ड्युटी हैन। अब चाहिँ ठ्याक्क ड्युटी गर्नुपर्ने हुन्छ। तपाईँको अहिले 10 बजिसकेको छ र ड्युटी चाहिँ 4 बजेसम्मको रहेको छ अनि त्यसपछि चाहिँ 7 बजेसम्म चाहिँ ब्रेक एन्ड त्यसपछि चाहिँ 11 बजेसम्म ड्युटी हुनेछ। 11-12 पनि बज्छ र अब चाहिँ जाउँ है हाम्रो के हुन्छ कामहरू। गेट रेडी गो र हाम्रो चाहिँ हैन यो चाहिँ पार्टी हल हो। आज यहीँ हुनेवाला छ पार्टी र देख्न सक्नुहुन्छ हैन चट्ट हैन यो स्टेज भइसक्यो। तपाईँको यता चेयरहरू छ चट्टाएर मान्छे यता बस्छ हैन। यो चाहिँ हाम्रो पार्टी हल। यहाँ चाहिँ अहिले अब मिनिमम आधा घन्टा पछि चाहिँ फङ्सन स्टार्ट हुनेवाला छ र त्यही हो हैन चट्ट दामी बनाएको रहेछ। हिजो बेलुका चाहिँ सेट गरिसकेको थिएन कि यो हैन, अहिले चाहिँ चट्ट सेट गरेर तपाईँको हैन यहाँ फङ्सन चाहिँ के को हुँदैछ भन्दा म्यारिड हो हैन। अहिले चट्ट आएर बिहा गर्छ हैन। म्यारिडको लागि राम्रै डेकोरेसन गरेको रहेछ र हामीले पनि जति सक्दो राम्रो नै पर्फर्मेन्स दिने कोसिस गर्नेछौँ र त्यही हो हैन। अहिले चाहिँ त्यस्तो खासै केही हुँदैन। अब चाहिँ चट्ट अब तिनीहरूको लागि के छ तिनीहरूको मेनुमा त्यो डिसहरू चाहिँ रेडी गर्नु आई मिन अब गर्न त किचनले गरिदिन्छ कि हामीले चाहिँ अब खालि पिकअप गर्नु हैन, तिनीहरूलाई खाना खिलाउनु त्यही नै हो हाम्रो काम त। अब त्यहीतिर लाग्नुपर्ने हुन्छ किनकि हामीलाई राति नै अलरेडी सेट गरिसकेको छ सबै कुराहरू। अब खालि खानाहरू ल्याएर तिनीहरूलाई खिलाउने र तिनीहरूलाई राम्रो सर्भिस दिने त्यही नै हो हाम्रो काम चाहिँ हैन। सो लेट्स गो गाइज।
र हाम्रो यो चाहिँ टेरिस हो होइन, टेरिसबाट देख्न सक्नुहुन्छ यताको भ्यू कस्तो बवाल देखिन्छ कि यो साइडको है। कसम अझ यो त नि देखो न गाइस, देखो न बवाल छ कि यताको यो पछिको भ्यू चाहिँ होइन। ठ्याक्क यहाँबाट चाहिँ पोइन्टको पछिको खच्चा डाँडो भनौँ न होइन, पहाड चाहिँ खच्चै देखिन्छ कि। अनि देखो न गाइस, देखो न कस्तो बवाल सेट पिस छ नि यहाँको।